हामी चाहिँ आज वृन्दावन पदयात्रा होइन त गोवर्धन यात्रा। गोवर्धन यात्रा कति किलोमिटर छ अरे प्रभुजी? 21 किलोमिटरको पदयात्रा आज हाम्रो। हेलो हेलो हाई। हामी आज वृन्दावनको 5औं दिन भएन हाम्रो यात्रा आज। 5 दिन 15 10 15 5 दिन। हेलो मोबाइल में हाँ मम्मी कह न कहाँ हुनुहुन्छ? यहाँको सिन यति आनन्द छ। भगवान खेलेको यहाँ वनको नाम छ यशोदा वन। हामी अहिले यशोदा वन हिँड्दैछौँ। यशोदा वनबाट यहाँको आनन्द भने यहाँको उनै कस्तो छ क्या आनन्द है वृन्दावन। यो नन्दनी वन रहेछ। नन्दनी वन रहेछ। नन्दनी वन आइपुग्यौँ हामी। नन्दी कि नन्दनी? नन्दी। यशोदा वन सकेर यो पर्वतै होइन त? कस्तो राम्रो क्या त्रितम्बरा वन। यो के हो नाम? रितम्बरा वन। यहाँ फेरि अर्कै हिउँ रहेछ। आजको चप्पल नलगाइकनको यात्रा 21 किलोमिटर पदयात्रा वृन्दावनको गोवर्धन यात्रा। परीक्षित वन। यो परीक्षित वन पर्वतको ढुङ्गा। आमामामा त्यहाँको हाम्रो ग्रुपहरू कहाँ न? हामी चाहिँ यो 3 जना छौँ है। हाम्रो ग्रुपहरू पर छन्। कस्तो आनन्दको वन छ यहाँ। हरे कृष्ण 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 कृष्ण। यहाँको वनको एउटा फ्लोरमा भगवानहरू हुनुहुन्छ होला क्या है। त्यस्तो फिल हुने यहाँको क्या। त उसको उनै कस्तो यस्तो टाइपको छ। पुरै नि जस्तो पुरै के। ब्याग बोकेर यी पानीको बोतल ब्याग खुट्टामा फोका उठिसक्यो। पुरै खुट्टामा फोका भए अझै लाग्छ। कति घन्टा लाग्छ होला है? नजिकै कुन ठाउँ हो यसलाई? वन निरी सरी अघि नन्दी वन भनेर लेखाएको थियो। नन्दी वन भनेर लेखेको थियो। भगवान कृष्णको यो कुन ठाउँ हो? गेटै आइसक्यो त। यति आनन्द स्वर्गमा आइपुग्यौँ हामी है। हामी आज तपाईँको भगवान कृष्णको निधि वन यो पर्वत हेर्नु। हामी पैदल यात्रा पुरा खुट्टाले 3-4 घन्टाको पुरै यात्रा हामी गरी आज परिक्रमा गर्ने पुरै भगवान हाम्रो के भन्छ अब बन्द गरिदिउँ। हरे कृष्ण हरे कृष्ण हरे कृष्ण। हाम्रो ग्रुपहरू अझै कहाँ छुट्नुभयो होइन। अब हामी हिँडेको त्यही भएर आज बल्ल आइपुग्यो हामी आफ्नो ठाउँमा। भगवानको परिक्रमा अब बल्ल सक्न लागिसक्यो। 3-4 घन्टादेखि लगातार। हरे परमात्मा। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। परिक्रमा